Hello guys, good morning. र आज चाहिँ के छ भन्दाखेरि दारी अलिकति के छ गुम्लिसकेको छ गाइज हैन र आज के छ एउटा अनौठो एउटा भिडियो एउटा नयाँ भिडियो लिएर आएको छु गाइज हैन हर्बल सेक्टरमा एकदम धेरै फाइदा हुने कुरा छ गाइज हैन र आज मसँग के छ भन्दा एकदम युनिक गाइज यो के छ नि त्यसकोमा चाहिँ धेरै उस पनि बनेको छ मुभी पनि बनेको छ त्यो हर्बलको लागि द्याट्स नेम इज पुष्पा फायर नै वाइल्ड फायर गाइज हैन सो द्याट त्यही मुभीको चाहिँ अब चाहिँ के छ भन्दाखेरि तपाईले पुरा बुझिसक्नु होला मैले के भन्न खोजिरहेको छु भन्दाखेरि मैले चाहिँ रक्त चन्दन आज लिएर आएको छु गाइज हैन म त्यसको चाहिँ प्लान्टेसन गर्दैछु र अहिले चाहिँ के छ भन्दाखेरि जस्ट यो लोकेसनको बेस्टमा के छ ठिक छ कि छैन हैन ठिक हुन्छ हुँदैन भनेर चाहिँ यसलाई हेर्नको लागि चाहिँ मैले चाहिँ स्याम्पल लिङ मात्र गर्न खोजेको किनकि हुर्किन पर्यो मेन कुरा छ हैन एउटा हुर्किन पर्यो हुर्किसकेपछि त तपाईको त्यसलाई चाहिँ उस भन्ने कुरा भइ नै हाल्छ हैन सो द्याट गाइज हैन आज चाहिँ के छ भन्दाखेरि वाइल्ड फायर म चाहिँ लिएर आएको छु तपाईको अगाडि एन्ड फ्लसमा गएर तपाईँ के छ भन्दाखेरि एप्पल पनि लिएर आएको छु तराईमा हुन्छ जुन कुरा हैन तराईमा फल्ने खालको एप्पल एन्ड के छ भन्दाखेरि रातो चन्दन रक्त चन्दन मतलब स्यान्डलवुड हैन त्यो पनि लिएर आएको छु गाइज अब त्यो ढिलो गरी म त्यो तपाईलाई देखाउन गइरहेको छु यो चाहिँ के छ भन्दा यो चाहिँ एप्पल हो गाइज फर्स्ट अफ अल हैन ए फर एप्पल एन्ड विफ एम फर माटो हैन माटो हालेर यसलाई चाहिँ ल्याएको छ हैन गाइज नर्सरीबाट ल्याएको छु मैले र यो एप्पल भनेको चाहिँ के छ भन्दा यसो पात हेर्न सक्नुहुन्छ काफलको जस्तो जस्तो छ पात चाहिँ हैन र अहिले बच्चै छ सानो छ हैन योलाई चाहिँ कार्भिङ गरेको छ गाइज हैन क्राफ्टिङ र ठिक छ अब प्लान्ट चाहिँ ठिक छ हैन यसलाई चाहिँ अब आज चाहिँ कहिले अस्ति ल्याएँ मैले एक दिन ढिलो भयो हिजो गर्नु पर्ने तर गर्न सकिएन हैन एकदम चाहिँ हैन यहाँ सस पनि ग्रिनै छ र यसको चाहिँ यो चाहिँ के हो भन्दाखेरि यो चाहिँ तराईमा फल्ने स्याउ हो गाइज हैन N92 कि 99 के हो यसको मोडल चाहिँ र यो चाहिँ मैले चाहिँ तराईमा फल्छ भनेर चाहिँ मैले सुनेको थिएँ र सो द्याट त्यहाँ कुरा गर्दाखेरि ठिक छ सो तराईमा फल्छ भन्ने कुरा गरेर मैले चाहिँ यसलाई लिएर आएको छु गाइज र हेरौँ यसको टेस्ट कस्तो हुन्छ फ्युचरमा र यसको चाहिँ के छ भनेदेखि अर्को चाहिँ कुरा चाहिँ खासियत चाहिँ यो चाहिँ सुक्खा ठाउँमा हुन्छ धेरै चाहिँ त्यसलाई चाहिँ पानी हाल्नु हुँदैन हैन पानीहरू हाल्यो भनेदेखि चाहिँ यो चाहिँ बिग्रन सक्छ गाइस हैन सो द्याट अब यसलाई चाहिँ के छ भन्दाखेरि चाहिँ मैले चाहिँ गरिरहेको चाहिँ अब अलि सुक्खा सुक्खा ठाउँमा यसलाई चाहिँ अब रोप्ने हो र चाहिँ के छ भन्दाखेरि त्यही 2-2.5 वर्ष जति लाग्छ यसलाई हुर्कन लाग्छ त्यहाँ आफ्टर चाहिँ प्रोडक्सन दिनै हाल्छ गाइस यसले हैन र मलाई स्याउ चाहिँ खानुपर्छ नेचुरल स्याउ घरबाट उत्पादन भएको आफ्नै घरको हैन अर्ग्यानिक हैन गाइज सो द्याट यो चाहिँ भयो र यसमा चाहिँ अरू कुरा के छ र भन्नुपर्ने त्यस्तो खालको केही भन्नुपर्ने जस्तो लाग्दैन हैन स्याउ स्याउ अब एल्टिट्युडको कुराहरू हुन्छ हैन एल्टिट्युड लो एल्टिट्युड कुरा हो हैन तिर के अब मुस्ताङको स्याउलाई त मेरो घरको स्याउले त के भेट्छ र त्यो त भेट्दैन यु नो गाइज देन आफ्टर चाहिँ के छ भन्दाखेरि अर्को अब म तपाईँलाई देखाउन गइरहेको छु यसमा चाहिँ कुरा के छ भन्दाखेरि अब यो चाहिँ सुक्खा ठाउँमा हुन्छ र यसलाई चाहिँ के छ भन्दाखेरि यो उर्किसकेपछि चाहिँ यसलाई पनि अलिकति चाहिँ युज सोध्दैछु मैले गाइज र तपाईँलाई चाहियो भने प्लिज इन्फर्म मी एन्ड देन अर्को कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ स्याउको साइज राम्रो छ रेड कलर हुन्छ विभिन्न कुराहरू छ होइन यु क्यान सी इन गुगल होइन गाइज अब नेक्स्ट अर्को म के गर्नु गइरहेको छु भन्दाखेरि चाहिँ यो वाइल्ड फायर गाइज हैन मतलब रक्त चन्दन देखाउन गइरहेको छु रक्त चन्दन इज here is the plant guys हैन which is I am most waited यो चाहिँ के छ भन्दाखेरि यो चाहिँ स्यान्डलवुडको प्लान्ट गाइज रक्त चन्दन एन्ड यसको चाहिँ के छ चारवटा बोर्ड चाहिँ मैले लिएर आएँ र here is the apple and here is the रक्त चन्दन गाइज हैन यु क्यान सी कि यसको चाहिँ पात चाहिँ कस्तो छ भनेदेखि अनौठो हुन्छ गाइस हैन यसको पात चाहिँ के छ भनेदेखि यो गोलो गोलो टाइपमा हुन्छ गाइस हैन यु क्यान सी है यस्तो हुन्छ गोलो गोलो टाइपमा यसको चाहिँ पात हुन्छ एन्ड एकदम लुकिङ चाहिँ ब्युटिफुल हैन एन्ड देन आफ्टर चाहिँ के छ भनेदेखि गाइस यसलाई चाहिँ अब हुर्किन चाहिँ तपाईँलाई थाहै छ यसको हुर्किन कति टाइम लाग्छ भनेर हैन यसको 20 वर्ष लाग्छ गाइज हैन यु क्यान सी यो प्लान्ट चाहिँ भर्खरै उमारेको हो हैन त्यही भयो होला 4-5 महिना 5 महिना जति भयो होला है गाइज यो चाहिँ प्लान्ट यसो चाहिँ हुर्काएको चाहिँ एन्ड
प्लान्टलाई पनि के छ भन्दाखेरि यसलाई पनि हुर्काउने हो हैन यसलाई धेरै पानीको लागि चाहिँ आवश्यक हुँदैन यु क्यान सी इन पुष्पमा के भनिरहेको छ एभ्रिथिङ सबै भनिराखेको छ हैन सुक्खा ठाउँमा हुन्छ सो द्याट जङ्गल सो द्याट अब यो प्लान्ट पनि के छ भन्दाखेरि यो प्लान्ट चाहिँ सुक्खा ठाउँमा हुर्काउने र अहिले चाहिँ यसको स्याम्पलिङको लागि ल्याए फ्युचरमा हैन युज गर्ने गाइस अनि अर्को कुरा चाहिँ यसमा चाहिँ के छ भन्दाखेरि यो प्लान्टको बारेमा हैन तपाईँलाई थाहा छ मैले धेरै बोल्न परेन यसको चाहिँ सेन्टदेखि लिएर हैन सेन्ट बनाउने र अर्को कुरा के छ भन्दाखेरि यसको चाहिँ यो मेडिसिनको लागि र यसको चाहिँ के छ भन्दाखेरि वुड कार्विङ हैन विभिन्न वस्तुहरू बनाउनको लागि चाहिँ काठको यसलाई काम लाग्छ यु क्यान सी हैन यु नो द्याट मैले खास यसमा केही कुरा गरेन गाइज हैन र मैले चाहिँ यसमा चाहिँ के छ भनेदेखि अर्को कुरा 4 बिरुवा चाहिँ किन ल्याएँ भनेर भन्दाखेरि यसमा चाहिँ म तपाईँलाई देखाउँछु लजिक यो 4 बिरुवा चाहिँ किन ल्याएँ भन्दाखेरि मैले चाहिँ यसलाई यो तरिकाले चाहिँ यसलाई मैले चाहिँ रोप्नको लागि ल्याएँ होइन किनकि 4 बिरुवा चाहिँ वरिपरि हुन्छ होइन र बिचमा चाहिँ के छ भन्दाखेरि एप्पललाई अहिले घेरेर राखेको हुनुहुन्छ मतलब के छ भन्दाखेरि यो भनेको परजीवी जस्तो टाइपको होइन यो परनिर्भर हुन्छ यो बिरुवा चाहिँ तपाईँको त्यो कारणले गर्दाखेरि यो चाहिँ के छ भनेदेखि यो एप्पलको जो चाहिँ यसले चाहिँ बनाइराखेको हुन्छ उसले आफ्नो फ्रुट्सहरू होइन न्युट्रिसनहरू यो न्युट्रिसन्सलाई चाहिँ के छ भनेदेखि यो 4 जना मिलेर यसको न्युट्रिसन्सलाई खाओस् होइन भन्नको लागि चाहिँ एप्पललाई खाओस् भनेर यो चाहिँ के छ भनेदेखि यसलाई चाहिँ यो तरिकाले गरी किनकि यसले आफै बनाउन सक्दैन यसलाई चाहिँ के छ भनेदेखि केही कुराहरू यसलाई चाहिँ दिनको लागि चाहिँ यसले यहीबाट एप्पलबाट बनाउँछ एप्पलले बनाएको कुरा यिनीहरूले चाहिँ चोर राख्छ यो चोर रुखहरू यिनीहरू चोरहरू हो होइन यिनीहरू चाहिँ परनिर्भर भएर बस्छन् आफैले बनाउन सक्दैन होइन सो द्याट त्यसैको लागि भनेर चाहिँ यो गरेँ मैले त्यो भएर 4 बिरुवा लिएर आएँ यो मोडल चाहिँ यस्तै हुनेछ होइन तपाईँहरूले पनि रोप्दै हुनुहुन्छ भने मोडलमा रोप्नु होला होइन किन भन्दाखेरि सिङ्गल लगाउनु हो वरिपरि त्यसको चाहिँ बिरुवाहरू बोट बिरुवाहरू केही भएन भने चाहिँ त्यो चाहिँ के छ भनेदेखि चाहिँ बाँच्न सक्दैन यो मर्छ र बाँचेहरू पनि ग्रोथ राम्रो हुँदैन होइन सो द्याट यसले चाहिँ त्यो अनुसारले गर्नु र यसमा चाहिँ अरू 1-2टा बिरुवा एकसाथ चाहिँ म थप्दैछु एज लाइक एप्पल्स यो निम्स होइन बकिन सक्ने यताउता रुखहरू छ यसको या फलफुलकै बिरुवाहरू यसको वरिपरि चाहिँ लगाइदिन्छु जसले गर्दाखेरि अलिकति ग्रोथ अझै मिल्छ होइन सो द्याट यस्तै छ र अब यु नो द्याट मैले चाहिँ लास्ट मेरो चाहिँ अरू भिडियो हेर्न सक्छु मेरो ब्ल्याक टर्मिङको भिडियो होइन द्याट्स इज अवसम एन्ड त्यो उस पनि हर्बली पनि त्यो मेडिसिनली एकदम त्यो राम्रो छ होइन ब्ल्याक टर्मिङ पनि होइन स्वास्थ्यको लागि सेन्डहरूको लागि यो पनि एकदम होइन इट्स लाइक गोल्ड होइन गाइज सो द्याट यस्तै कुराहरू छ होइन एकदम मलाई हेरिराख्नु होला माया गर्नु होला गाइस होइन र यसलाई म जब रोप्न जाँदैछु रोप्दाखेरि चाहिँ तपाईँलाई चाहिँ म देखाइरहेको छु गाइस ल सी यु अन द फिल्ड गाइस फाइनली चाहिँ यो खाल्टो खनिसकेको छु होइन 1 2 त्यहाँ 3टा यहाँ 4टा त्यहाँ एउटा 5वटा ठ्याक्क सेन्टरमा चाहिँ एप्पल रहन्छ गाइस होइन एन्ड छेउछेउमा चाहिँ गाइस त्यो चाहिँ उस हुन्छ होइन अनि त्यसपछि गएर अब चाहिँ के छ भन्दाखेरि अब यसमा चाहिँ अब रोप्न गइरहेको छु गाइस मैले होइन फाइनली चाहिँ के छ भनेदेखि अब यसमा बाख्राको जुत्तो पनि हाल्ने गाइस होइन अनि यसलाई थोरै ए बेसी भयो यसमा सबमा हाल्ने गाइस होइन त्यसैबाट सबमा चाहिँ के छ बाख्रा जुत्तो हाल्ने गाइस अलिक माटो मिक्स गर्ने होइन अनि आफ्नो चाहिँ यसलाई चाहिँ यसमा चाहिँ हामीले चाहिँ प्लान्टेसन गर्ने गाइस है त्यति भएपछि यसलाई चाहिँ के छ भने न्युट्रिसन्सहरू के कुराहरू छ त्यो चाहिँ यसमा चाहिँ के छ भने पुगिरहेको छ होइन गाइस हेलो सबमा बराबर हाल्ने गाइस होइन एन्ड देन आफ्टर चाहिँ त्यसलाई माटो मिक्स गर्ने अनि त्यसपछि यसलाई चाहिँ त्यसमा हाल्न गइरहेको छ गाइस अब त्यसैले माटो मिक्स गर्ने है
इफेक्ट लगाउनुपर्छ गाइज होइन अनि स्ट्रेट भएको छ मतलब राम्रो टिङ्गो गाइस फाइनली चाहिँ के छ भन्दाखेरि चाहिँ अब यो सबै सब रोकिसकेको छ गाइस अनि अब चाहिँ के छ भने हामी पछिसम्म गाइस आफ्टर 2 years गाइस होइन यो गार्डन गाइस नेक्स्ट भिडियो गाइस लाइक सब्सक्राइब एन्ड सेयर गर्नु गाइस